नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। भाङा जयनगर रेलभित्रै एक यात्रुको मृत्यु, अनुसन्धान जारी। धन्साको पकडियामा मृत भेटिएका राधे सहनीका श्रीमतीको पनि मृत्यु, घटना शङ्कास्पद रहेको भन्दै अनुसन्धान जारी। सवारी दुर्घटनामा बढेकोमा रासपाको चिन्ता, दुर्घटना न्यूनीकरण उपाय अवलम्बन गर्न सरकारको ध्यान आकर्षण। केन्द्रीय अस्पतालहरूका लागि तत्काल 16,000 दरबन्दी आवश्यक भएको स्वास्थ्य सचिव पोखरेलको भनाई। र प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा पनि मध्य प्रदेश पराजित, बागमतीको जित। एहनो कतो भेलै करते कोई आ भरते कोई की भेलै पप्पा? मोहना के पुलिस पकड़ के ल गेलै य, कहै छलै य जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाय गदहा आ मार खाय जोलहा। हाँ पप्पा, ठीके कह लिया, समय में सचेत हो जाए, नहीं अपन सिम दोसर के दी, नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझ के है तो *922 हैच डायल क के बुझ सकै छी। ई त हमरा बुझल है, अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए, न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सकै छी। आई प्रीपेड के हक में मात्रे लागू है। से हुब्बा नहीं है, नागरिकता लगा नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते। अपना नाम के सिम कार्ड प्रयोग करू और दूसरों के सलाह दियो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। एक्जाम को प्रिपरेसन गरेर होला भने त केही सम्झ यार, यसलाई केही कुरै सुन्दैन मेरो। काका, एक्जाम को प्रिपरेसन रिल्याक्स, मैले लास्ट वीक नै वायानेट को वाया सिक्योर राखिसके। ए अब चाहिँ यसले पढ्ला जस्तो छ है। वायानेटको वाया सिक्योर राख्नुहोस् अनि बच्चाहरूलाई उमेर अनुकूल चीजहरू मात्र हेर्न दिन र पढाइमा बाधा हुने चीज रोकेर तपाईको समय तालिका अनुसार इन्टरनेट चलाउन मद्दत पाउनुहोस् र सुरक्षित अनलाइन पेमेन्टको अप्सन पनि। वायानेट, अब सबै कनेक्टेड। अब समाचार विस्तारमा। भाङा जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ। महोत्तरी कोल्हरपट्टी नगरपालिका वार्ड नम्बर 4 खुट्टा पिपरारीका अन्दाजी 50 वर्षीय राम एकवाल पण्डितको रेलभित्रै लडेर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता DSP रञ्जन आवाले जानकारी दिनुभएको छ। उनका अनुसार आज बिहान 8 बजे महोत्तरीको भाङाबाट जयनगरतर्फ जान लागेको रेलमा पण्डित लोहरपट्टीमा चढेका थिए। टिटीले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको DSP आवाले जानकारी दिए। मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत सोमबार धन्साको पकडियामा मृत भेटिएका राधा सहनीको श्रीमतीको पनि मृत्यु भएको छ। घाइते अवस्थामा फेला परेकी 20 वर्षीय अस्मिता शर्माको पनि गैराती मृत्यु भएको हो। यसअघि महोत्तरी कोल्हरपट्टी नगरपालिका वार्ड नम्बर 3 महोदयाका 22 वर्षीय राधे सहनी सोमबार बिहान पकडियाको सडक छेउमा रहेको खेतमा मृत अवस्थामा फेला परेका थिए। अस्मिताको भने प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिएका छन्। 4 महिना अघि राधे पकडियाकी अस्मिता बीच प्रेम विवाह भएको थियो। विवाह पश्चात दुवैजना छिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरी गरी बस्दै आएका थिए। प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति केही साथीसँगै ससुराली घर फर्की पकडियाबाट महेन्द्रनगर डेरामा जाँदै थिए। J5 P 7800 नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितालाई लिएर हिँडेका राधे
बिहानी ससुराली घरबाट करिब 1.5 किलोमिटरको दूरीमा मृत भेटिएका थिए। मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। घाइते भएका स्मितालाई भने अर्को मोटरसाइकलमा रहेका 3 जना साथीले माइती पुर्याएका थिए। माइती पक्षले स्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गराएका थिए। मृतक भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो, तर दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरू अस्मितालाई माइती पुर्याएर भागेका पाइएको छ। प्रहरीले भागेका 3 जना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भन्ने अन्य साथी रहेको खुलेको छ। राधेले अत्याधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले जनाएका छन्। सुर्खेतको पञ्चरपुरीमा एक 18 वर्षीय युवकको हत्या भएको छ। पञ्चपुरी नगरपालिका वार्ड नम्बर 6 कुवापानीका भरत बुढाको सोमबार राति हत्या गरिएको हो। उनकी 15 वर्षीय बहिनी घाइते छिन्। ती युवकलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शङ्कास्पद व्यक्ति विरुद्ध जाहेरी भने आउन नसकेको प्रहरीले जनाएको छ। तालिम प्राप्त कुकुरको प्रयोग गरी कुटपिटमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिटै पर्वतीय देशहरूको सम्मेलन हुने बताउनु भएको छ। प्रधानमन्त्री दाहालले पर्वतीय देशहरूमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्न लागि सरकारले गम्भीरताका साथ विचार गरिरहेको बताउनु भएको छ। 26औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पर्वतीय देशहरू लागि संयुक्त राष्ट्र सङ्घले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै त्यो नेपालमा लागि खुसी र गौरवको विषय भएको जानकारी दिनुभयो। गर्ने र क्रियाशील बनाउने कार्यमा पनि सरकारले आवश्यक पहल गर्दैछ। विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा निजी क्षेत्रको पनि सहभागिता त्यत्तिकै आवश्यक पर्दछ। यो क्षेत्रमा निजी क्षेत्रको संलग्नताको विषय केवल दायित्वको विषय मात्र होइन, लगानीको विषय पनि हो। हरित तथा उत्थानशील विकासमा निजी क्षेत्रको संलग्नताका लागि सहजीकरण गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी म गराउन चाहन्छु। भूकम्प मात्र होइन, जलवायु परिवर्तनका असरहरूबाट नेपाल ज्यादै नै प्रताडित हुन थालेको छ। प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितहरूको आवास निर्माणका लागि बजेटको अभाव हुने नदिन सरकार सचेत रहे पनि जानकारी दिनुभयो। उपप्रधान तथा गृहमन्त्री नारायण श्रेष्ठले विपद व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवत गर्न प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ। मंगलबार भूकम्प दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले विपद व्यवस्थापन स्वयंसेवकको पनि भूमिका महत्त्वपूर्ण देखिएको बताउँदै उनीहरूलाई राष्ट्रिय प्रणालीमा आवत गर्न प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। उहाँले सरकारले उनीहरूलाई राष्ट्रिय प्रणालीमा आवत काम सुरु गरिसकेको समेत बताउनुभयो। भूमिका हुन्छ, स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ। काठमाडौँ महानगरपालिकाले पनि स्वयंसेवीहरूको पहिचान, परिचालन र तालिममा पहल लिइरहेको थाहा पाउँदा खुसी लागेको छ। मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी 53वटा भवन संरचना र 4वटा सडकहरू भूकम्पीय जोखिममा हिसाबले संवेदनशील रहे पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका विद्यालय, सरकारी भवन, अस्पताल गरी 53वटा भवन संरचना र 4वटा सडकहरू भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र तिनीहरूको प्राथमिकताका राखी पुनर्निर्माण गर्नुपर्ने देखिएको बताउनु भएको छ। जापान सरकारको सहयोगमा गरेको एक अध्ययनले काठमाडौँ उपत्यकाका विद्यालय, अस्पताल र सरकारी भवन गरी 53वटा भवन संरचना र 4वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको
र तिनको प्राथमिकतामा राखी पुनर्निर्माण गर्नुपर्ने देखाएको छ। यसको लागि करिब 3 अरब 61 करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। यसमध्ये 32वटा विद्यालय भवनको लागि 1 अरब 63 करोड, 13वटा स्वास्थ्य चौकीको लागि 38 करोड 74 लाख रुपियाँ, 8वटा सरकारी भवनको लागि 51 करोड 80 लाख रुपियाँ र 4वटा सडक पुलको लागि 1 अरब 7 करोड आवश्यक पर्ने देखिएको छ। मन्त्री श्रेष्ठले विपद पूर्व तयारीका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुब्बाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसकी राजीनामा दिन सुझाव दिनुभएको छ। 26औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको 1 वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएको बताउनुभयो भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो। उहाँले अघिल्लो सरकारहरूले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताउनुभयो। जनतालाई धोका दिने, सिंहदरबार कब्जा गरेर हामीले भन्यौं धोका दिन पाइँदैन, भाग्न पाइँदैन, प्रधानमन्त्री भएर भाग्न पाइन्छ। त्यसकारण यस्तो नेतृत्व भएसम्म हेर्नुहोस् सारा युवा विदेशमा। अस्ति मात्र हामीले पत्रिका थाहा पायौं 2318 जना 1 वर्षमा डाक्टर विदेश पठायो सरकारले। हामीले उपचार गर्नु पर्दैन। अब नेपाली जनताले यहाँ जन्मायौं, हुर्कायौं, पढायौं, डाक्टर भइसकेपछि सरकारले विदेश पठाउने। असल चरित्रको प्रमाणपत्र दिने फेरि सरकारको काम। हामीले भन्यौं तपाईको काम के हो भन्दाखेरि विदेश जाने डाक्टरको लागि असल चरित्रको प्रमाणपत्र दिने रे। अनि परराष्ट्र मन्त्रीलाई सोध्यौं तपाईको काम के हो भन्दाखेरि राजधानी बाँड्ने रे। कस्तो लाजमर्दो हेर्नुहोस् हाम्रो मन्त्रीहरू, प्रधानमन्त्रीहरूको काम। परराष्ट्र मन्त्रीले त अर्थ कूटनीतिलाई अगाडि बढाउने हो। विदेशमा कस्तो प्रविधि छ, कस्तो अर्थतन्त्र छ, त्यहाँबाट हामीले कसरी ल्याउने हो त्यो प्रविधि, हाम्रो देश कसरी विकास गर्ने। परराष्ट्र मन्त्रीले अस्ति एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो छ, दिनको 7000 पासपोर्ट वितरण गर्नुपर्छ रे। धेरै राम्रो गरिस् भनेर भन्यो हामीले, देशलाई नर्क बनाउनेहरू। सांसद सुब्बाले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताउनुभयो। उहाँले 8 पटकसम्म उद्घाटन भएको भन्दै 1 पटक मात्र उद्घाटन गरे पानी वर्ष दिन नै वितरण गर्न काममा लाग्न सुझाव दिनुभयो। उहाँले हरेक प्रधानमन्त्री र मन्त्रीहरूलाई खानेपानीको धारा खोल्नै पर्ने रहरले समस्या निम्त्याएको बताउनुभयो। उहाँले अहिलेसम्म मेलम्चीमा पानीका लागि 60 अर्ब खर्च भइसकेको र अबको 60 अर्ब खर्च गरे पनि 12 मास पानी काठमाडौँ आउन नसक्ने बताउनुभयो। प्रधानमन्त्रीलाई धारा खोल्नुपर्ने, हरेक खानेपानी मन्त्रीलाई धारा खोल्नुपर्ने। अस्ति मेलम्चीको पानी ल्याउने विषयमा खानेपानी मन्त्रालयमा छलफल भयो। हेलम्बुबाट आउने रहेछ यो पानी। हेलम्बुको भूगर्भ यति जोखिमपूर्ण पहिरो जाने रहेछ। अहिले हाम्रो 60 अर्ब रुपियाँ त्यहाँ खर्च भएको छ मेलम्चीको लागि। अर्को 60 अर्ब खर्च गरे पनि त्यो पहिरो चाहिँ रोकिँदैन भनेपछि मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक हुने रहेछ। त्यो हाम्रो नेपालले हान्न सक्ने स्थिति छैन। 26औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी गरिएको हो। भक्तपुर नगरपालिका, खोप इन्जिनियरिङ कलेज र खोप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामूलक शैक्षिक प्रदर्शनी भएको हो। अब सनो व्यावसायिक विश्रामपछि बाँकी समाचार। एहनो कतौ भेलै करते कोई आ भरते कोई की भेलै पप्पा? मोहना के पुलिस पकड़ के ल गेलै या। कहै छलै या जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाय गदहा आ मार खाय जोलहा। हाँ पप्पा ठीके कह लिया, समय में सचेत हो जाए। नहीं अपन सिम दोसर के दी, नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझ के है तो *922 हैच डायल क के बुझ सकै छी।
ई त हमरा बुझल है अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सके छी। आ ई प्रीपेड के हक में मात्रे लागू अछि। से हुब्बा नहीं है नागरिकता लकर नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते। अपना नाम के सिम कार्ड प्रयोग करू आ दूसरों के सलाह दियो। नेपाल टेलिकॉम, राष्ट्रको सञ्चार। अंकल शॉपिंग लिस्ट रिजल्ट्स आयो रे, अब के पढ्छौ? डाक्टर बन्छु। बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि। त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि। म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड, बेस्ट रोज्नेहरूका लागि। यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। प्याराशुट एडभान्स्ड मेरो लागि बेस्ट। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यान आकर्षण गराएको छ। मङ्गलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। उनीहरूले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो भन्दै मन्त्री ज्वालासँग प्रश्न गर्नुभयो। उहाँले यस वर्षको मङ्सिर महिनासम्म देशभरका साना ठुला गरेर करिब 10,745 दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा रहेको बताउनु भएको छ। उहाँले यी दुर्घटनामा 916 जनाले ज्यान गुमाएका र 2,791 जना गम्भीर र 11,091 जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क रहेको जानकारी दिनुभयो। नेपाल प्रहरीका अनुसार दैनिक 54 वटा दुर्घटना र त्यसमा 6 जनाको मृत्यु गरेको तथ्याङ्क आफूले पाएको पनि बताउनुभयो। र हामीलाई कता कता यो दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो कि यो वर्षको मङ्सिरसम्म मात्र देशभर साना ठुला गरेर करिब 10,745 वटा दुर्घटना भएको नेपाल प्रहरीको तथ्याङ्क छ, जसमा 916 जनाले ज्यान गुमाए, 2,791 जना गम्भीर र 11,091 जना सामान्य घाइते भए। नेपाल प्रहरीको तथ्याङ्क अनुसार दैनिक सरदर 54 वटा दुर्घटना हुन्छन् र त्यसमा 6 जनाको मृत्यु हुन्छ। ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको जानकारी दिनुभयो। उहाँले सरकारले समस्याको समाधान गर्ने गरी काम गरिरहेको पनि बताउनुभयो। सुझावहरू अब कतिपय प्रश्नहरूको पनि हामी चाहिँ जवाफ आउने गरी नै काम गर्छौँ, प्रयत्न गर्छौँ। यो मौखिक रूपमा जवाफ दिने कि कामले नै जवाफ हुने गरी आउने गरी समस्याप्रति सबै गम्भीर छौँ। सबैले समाधानको उपाय खोज्ने हो र राजनीतिक दलहरूले, पार्लियामेन्टले, पार्लियामेन्ट्री कमिटीहरूले पनि आवश्यक सहयोग त्यहाँबाट पनि हुन्छ नै। हाम्रो तर्फबाट नै यो घटना घट्छ, त्यसपछि चाहिँ अब फेरि चाहिँ त्यसलाई व्यवस्था गरेर जाने खालको हुँदैन। सरकार सवारी साधन दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक काम गरेर अघि बढिरहेको पनि बताउनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताउनु भएको छ। मङ्गलबार धनगढीमा यातायात व्यवसायीहरूसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो बताउनु भएको छ। उहाँले विगतको सरकारले कुनै अध्ययन अनुसन्धान बिना यातायात समितिहरूलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहस नहस भइरहेको बताउनुभयो। उहाँले सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउने नाममा अनुसन्धान बिना कम्पनीहरू रूपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्नुभयो। सरकारले नीतिगत रूपमा कम्पनीको कार्यविधि कुनै पनि नबनाएको कारणले आज एउटा तपाईँ के भन्छ भने नागरिकता लिएर कम्पनी रजिस्टर कार्यालयमा जानुहोस्, उसको गाडी बस केही पनि चाहिँदैन, उसको दर्ता गरिदिन्छ,
त्यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भएर नेपालभरिको सवारी साधन अस्वस्थ प्रतिस्पर्धा छ। जो गाडी जहाँ जाने कुनै किसिमको वैज्ञानिक नीति वातावरण केही पनि बनेको छैन र राज्यबाट चाहिँ जुन किसिमले को स्पिड बढाउनु पर्थ्यो त्यो स्पिड नबढाएकै कारण आज दुर्घटना को पनि बिमाको नीति प्रश्न बनिरहेको छैन। सरकारले यातायात व्यवसायीहरूले राखेका मागहरू अहिलेसम्म सम्बोधन नगरेको आरोप लगाउनुभयो। उहाँले 72 घण्टा नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरू भित्रिएर देशभरि घुमिरहेको कारणले अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभयो। उहाँले सवारी बिमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरू समस्यामा रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले केन्द्रीय अस्पतालहरूका लागि तत्काल 16,000 दरबन्दी तत्काल आवश्यक रहेको बताउनु भएको छ। मङ्गलबार सँगै संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकृत नभए 500 शैय्यामा केन्द्रीय अस्पतालहरू बन्द हुने अवस्थामा रहेको समेत स्पष्ट पार्नुभयो। हाल सञ्चालनको क्रममा रहेका 5, 10 र 15 बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालय दरबन्दी थपका लागि पठाइएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नै पर्ने सचिव पोखरेलको भनाइ थियो। उहाँले सो दरबन्दी स्वीकृतका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरूसँग आग्रह गर्नुभयो। सचिव पोखरेलले चालु आर्थिक वर्षको नीतिता कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहितको 5 जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताउनुभयो। त्यसैगरी अस्पतालहरूमा बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म खोल्ने नीतिमा भने पनि कार्यान्वयन गर्न नसक्ने अवस्था रहेको बताउनुभयो। दरबन्दी हामीले 15,000 देखि 16,000 तुरुन्तै चाहिने छ हजुर, तुरुन्तै। यो भएन भने हाम्रा केन्द्रीय अस्पतालहरू 500 बेडका अस्पतालहरू हुँदैनन्। त्यो दरबन्दी र आगामी दिनमा बन्दै गरेका 5, 10, 15 बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले नदिए भने ती अस्पतालहरू चल्दैनन्। यसमा हामी प्रष्ट छौँ हजुर, हामीले त्यही आधारमा लबिङ गरिरहेका छौँ। अर्थ मन्त्रालयबाट यसको क्लियरेन्स आयो भने बल्ल यी 5, 10, 15 बेडका अस्पतालमा भौतिक संरचनाका साथसाथै ह्युमन रिसोर्सेसको पदपूर्ति हुने देखिन्छ, नभए यी चाहिँ खण्डर हुने हुन् कि भन्ने हामीलाई डर छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद तथा पूर्व मन्त्री डाक्टर बिमला पौडेल राईले जनचेतनामूलक कार्यक्रममा ध्यान दिएर निरोगी नेपाल बनाउने अभियानमा जोड दिनुपर्ने आवश्यकता ओल्याउनुभयो। हामीले जनचेतनामै हो बढी ध्यान दिने। अब हामी बाहिरतिर जाँदाखेरि चाहिँ एउटा सानो हेल्थ सेन्टरमा पुग्दाखेरि पनि प्रत्येक रोगको लागि छुट्टा छुट्टै लिफलेटहरू राखिएको हुन्छ, छुट्टा छुट्टै पोस्टरहरू राखिएको हुन्छ। यति धेरै जनचेतनामा खर्च भइराखेको हुन्छ। हामी चाहिँ बढी क्युरेटिभतिर बढी खर्च गर्छौँ कि क्या हो जस्तो लाग्छ, प्रिभेन्सनतिर भन्दा कि। त्यो भएर प्रिभेन्सनमै यो नसर्ने रोगको त जीवनशैलीसँग गाँसिएको रोगहरू भएको भएर प्रिभेन्सनतिरै बढी फोकस गर्नुपर्छ कि जस्तो लाग्छ मलाई। रेडियो टेलिभिजन अब के छ अब हाम्रो होइन, पोस्टरहरू केमा खर्च गरेर हुन्छ। स्कुल एजुकेसन इम्पोर्टेन्ट होला, यतातिर चाहिँ बढी ध्यान पुगेको छैन कि जस्तो मलाई लागिरहेको। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले जिल्लामा रहेका सरकारी अस्पतालहरू बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशीलता नभएको भन्दै सरकारको आलोचना गर्नुभयो। संवेदनशील छौँ भन्ने कुराको एउटा उदाहरण हो। हामी छौँ भनेर त भएन नि त, एक्सनमा चाहिँ छौँ कि छैनौँ हामीहरू भन्दा एक्सनमा हामी देखिँदैन एउटा। दोस्रो कुरा चाहिँ यो आयुर्वेद औषधालयहरू प्रादेशिक स्तरमा पनि छन् होइन, तर त्यो छन् कि छैनन्, कहाँ छन्? अब त्यो अलिकता त्यो जब चाहिँ त्यो समितिहरू बनाउनु पर्ने छ, राजनीतिक दलहरूलाई थाहा हुन्छ होला होइन। सांसद शाहले जनताले सेवा नपाउने अस्पतालहरूमाथि सरकारको कड़ा निगरानी राख्नुपर्ने समेत बताउनुभयो। नेपाल बार एसोसिएसनले न्याय परिषद नियमावली 2074 को पहिलो संशोधन 2080 खारेज हुनुपर्ने माग गरेको छ। मङ्गलबार सर्वोच्च अदालतले बार एसोसिएसनले गरेको सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश दिव्य सुनिल कुमार पोखरेल हरिशंकर निरललाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा नियमावली खारेज हुनुपर्ने माग उठेको हो। कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्याय परिषद नियमावली 2074 को पहिलो संशोधन 2080 खारेज हुनुपर्ने माग गर्नुभयो। उहाँले असोज 1 गते जारी भएको न्याय परिषद नियमावली 2074 को पहिलो संशोधन 2080 असोजमै भएको नेपाल बार एसोसिएसनको साधारण सभा र चितवनको कार्यकारिणी परिषदको समेत विरोध गरे पनि न्याय परिषदले अटेर गरी अघि बढेको आरोप लगाउनुभयो।
आज 40 जना नियुक्ति भएको छ, भोलि 400 जना नियुक्ति हुन्छ। बिस्तारै यो नियमावली कायम रह्यो भने 400 जना नियुक्ति हुन्छ। नियमावली गलत हो भन्ने कुरामा विवाद रहेन। हामीले सर्वोच्च अदालतसम्म पनि एउटा मुद्दा हेऱ्यौँ, मुद्दामा सोकजै नभएर मुद्दा फ्याँकियो। मैले यो शब्द तौलेर प्रयोग गरेको छु, मुद्दा फ्याँकियो। संविधान अनुसार व्याख्या हुनुपर्ने विषय, हामीले संविधानको घोर उल्लङ्घन भयो भनेर भन्यौँ। त्यो विषय संविधानको धारा कोड गरेर उल्लङ्घन भएको विषय भन्दै पनि सो विषयलाई सर्वोच्च अदालतकै न्यायाधीशबाट सोकज पनि नगरिकन फ्याँक्ने काम भयो। धेरै जग हाँस्ने काम भइसकेका छैन, किनभने जगले बुझ्दो रहेनछ। यो हिजोको आन्दोलन जस्तो छैन, यो पनि हामीलाई हेक्का छ। हिजो जस्तो विसङ्गति विकृतिविहीन अभियान जुन चाल्ने बित्तिकै सडकमा एकैचोटि कुरा आएको थियो त्यस्तो पनि छैन, धेरैले बुझेको छैन। कानुन व्यवसायीहरू बिस्तारै अब बुझ्दैछन्। न्याय परिषदको बैठकले असोज 1 गते एक विज्ञप्ति जारी गर्दै न्याय परिषद नियमावली 2074 को पहिलो संशोधन 2080 गरेको थियो। यस संशोधनले न्यायाधीशको मर्यादा क्रम हेरफेर गर्न निर्णय गरेको छ। कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश सुनिल कुमार पोखरेलले सुनवाईको सुनिश्चितता निर्धारण हुनुपर्ने बताउनुभयो। सीमाहरू चाहिँ असीमित देखिन्छ। त्यसले गर्दाखेरि त्यो सीमाभित्र, त्यो असीमित सीमाभित्र रहेर केही गर्नुपर्ने हुन्छ। जस्तै मैले उदाहरणको लागि मसँग 11 देखि 1 बजेको एउटा समय हुन्छ, त्यसपछि 2 बजेबाट 4 बजेसम्मको अर्को समय हुन्छ। मुद्दाका लिस्ट हुन्छन् र खास गरिकन हामी जहाँ काम गरिरहेका छौँ सर्वोच्च अदालतमा, त्यसको मैले यहाँहरूले पनि महसुस गर्नुभयो होला, त्यसको सबैभन्दा ठुलो समस्या भनेको त्यसको ब्याकलग हो। म आज जहाँ छु तपाईहरुलाई विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने हामीले ब्याकलगलाई फरक ढंगले हेरेनौं भने उहाँले 12-13 वर्ष अघिका पुराना मुद्दाहरू टुङ्ग्याउन चाहेको हो भने फरक ढंगबाट काम गर्न जरुरी रहेको बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यावसायिक हो। नेपाल टेलिकमको सर्र चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुरहुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनटीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। पुलिस के लाइन छलिए, ओकरा पकड़ के लगेलिए। एहनो कतो भेलिए, करते कोई आ भरते कोई। की भेलै पप्पा? मोहना के पुलिस पकड़ के लगेलैया, कहै छलैया जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाय गदहा आ मार खाय जोलहा। हाँ पप्पा ठीके कहलिए, समय में सचेत हो जाए, नहीं अपन सिम दोसर के दी, नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझा के है तो *922# डायल क के बुझा सकै छी। ई त हमरा बुझल है, अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए, न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सके छी। आई प्रीपेड के हक में मात्र लागू है। से हुब्बा नहीं है, नागरिकता लगा नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते। अपना नाम के सिम कार्ड प्रयोग करूँ और दूसरों के सलाह दियो। नेपाल टेलिकॉम, राष्ट्रको सञ्चार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। होटल संघ नेपाल हानले मङ्गलबार काठमाडौँमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उहाँले सो चासो व्यक्त गर्नुभएको हो। राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पुनः रूपमा सञ्चालनमा आए बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्राएर मुलुकलाई समृद्धि बनाउने काममा कठिनाई नहुने स्पष्ट पार्नुभयो। उहाँले सो अन्तर्राष्ट्रिय विमानस्थलहरू छुट्टै पुनः रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत
बताउनुभयो। होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस मार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरूलाई आग्रह गर्नुभयो। सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्त्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्र मार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु। पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको तथ्य उल्लेख गर्न चाहन्छु। मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको अगाडि बढिरहेका छन्। साथै मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिटै हासिल गर्न कठिनाई हुने छैन। राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक र सभ्यलाई विश्व पर्यटक बजारमा प्रबन्धन गरी पर्यटक क्षेत्रलाई आर्य आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। काठमाडौँ महानगरकी उपप्रमुख सुनिता जङ्गोलले हरेक वर्ष 15,000 महानगरवासीलाई रोजगारी दिने गरी 10वटा गौरवका योजनाहरू अघि सारिएको बताउनु भएको छ। मङ्गलबार काठमाडौँमा महानगर गौरव योजना, रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो। उहाँले महानगरवासीहरूलाई स्वरोजगार बनाई आय वृद्धिमा लागि महानगरले गौरवका योजना मार्फत सिपको विकास गर्न लागेको पनि बताउनुभयो। उहाँले 10वटा गौरवका योजनाहरूको महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउनुभयो। उपप्रमुख जङ्गोलले महानगरले हरेक वर्ष कम्तीमा 15,000 महानगरवासीलाई दक्ष जनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सिप र क्षमता दक्षता भएकाले रोजगार दिन र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सिप विकास तालिम दिने समेत जानकारी दिनुभयो। आयोजन गरेसँगै उद्देश्य पनि लिएका छौँ। ट्यान्जिबल रिजल्ट के हो त भन्दा कम्तीमा पनि हामीले 15,000 जनालाई महानगरवासीलाई र अघि क्राइटेरिया यहाँले सुनिसक्नु भएको छ, उहाँहरूलाई पनि रोजगारी दिन सक्ने क्षमता राख्नुपर्छ भनेर हामीले टार्गेट लिएका छौँ। र त्यही क्रममा नै हामीले यस वर्ष हामीले सुरु गरेको विविध क्षेत्रहरूमा हामीले रोजगारीको कामहरू अघि बढाउँदैछौँ। नेपाल साइबर सिक्योरिटी स्कलरसिप प्रोग्राम, जसमा कम्तीमा 4,000 जनाले तालिम लिनुहोस्। उहाँले तालिमको उद्देश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्न रहेको पनि जानकारी दिनुभयो। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनु पर्ने बताउनु भएको छ। मङ्गलबार निफ 2024 बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सक्ने अझ धेरै रकम अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरूको प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो। उहाँले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भए पनि आफूले अहिले पहल गरिरहेको बताउनुभयो। चलचित्र निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याउने वातावरण नरहेको उहाँको गुनासो रहेको छ। विदेशी लगानी गर्न चाहने मान्छेहरूलाई तब मात्रै हामीले अझ र इक्विपमेन्ट हामीले ल्याउन सक्दैनौँ। नेपाली चलचित्र बनाउनको लागि राम्रोसँग इक्विपमेन्ट हामीले ल्याउने वातावरण छैन। त्यो इक्विपमेन्ट यावत चिजहरू, स्टुडियो छैन हामीसँग, एउटा हामी चाहिँ नि एउटा हस्पिटलको सिन खिच्न पऱ्यो भने यतातिर बिचरा बिरामीको अपरेसन भइरहेको हुन्छ, यतापट्टि साइडमा हामीले लाइट बालेर सुटिङ गर्नुपर्छ, बिस्तारै बिरामीलाई डिस्टर्ब होला भनेर गर्नुपर्ने स्थितिमा छौँ। एउटा कुनै पुलिसको उसमा चाहिँ अफिसमा या जेलमा सिट गर्न पऱ्यो भनेदेखि हामी ती। अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठुलो कुरा चलचित्र ऐन भए पनि पुरानो चलचित्र ऐन अनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताउनुभयो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबारको खेलमा नेपाल पुलिस क्लब, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश जित हासिल गरेका छन्। पुलिसले मङ्गलबार कीर्तिपुरमा कोशी प्रदेशलाई 7 विकेटले हराएको छ। निकै खराब ब्याटिङ गरेको कोशी 48.2 ओभरमा 166 रनमै अल आउट भयो। जवाफी ब्याटिङ गरेको पुलिसले सामान्य लक्ष्य 23.1 ओभरमै मात्र 3 विकेट गुमाएर पुरा गर्यो। त्यस्तै सूर्य तामाङको ह्याट्रिक सहित 6 विकेट लिएर बागमतीले मध्य प्रदेशमाथि 86 रनको जित निकाल्यो।
मूलपानी क्रिकेट मैदानमा बागमतीले 3 खेलबाट पहिलो 2 अङ्क जोड्यो। लगातार दोस्रो हार बेहोरोको मधेसको पनि 3 खेलबाट 2 अङ्क नै छ। बागमतीले दिएको 191 रनको लक्ष्य पछ्याए मधेस 19 ओभरमा 104 रनमै समेटियो। मधेसका पवन श्रापले 45, मायन यादवले 31 र निरज यादवले 15 रन बाहेक अन्यले दोहोरो अङ्क रन जोड्न सकेनन्। 29औं ओभरमा सूर्यको बलिङ सामु मधेसका ब्याटिङ निरीह बन्यो। यो ओभरमा सूर्यले ह्याट्रिक सहित 4 विकेट लिए। पहिलो 3 बलमा क्रमशः रूपेश सिंहलाई 2 रन, राजेश यादव र सांसद अन्सारी शून्यमा पवेलियन फर्काउँदै सूर्यले ह्याट्रिक पूरा गरे। उनले अन्तिम बलमा रञ्जित कुमारलाई पनि आउट गर्दै यो ओभरको चौथो सफलता पाए। कुल 9 ओभरमा सूर्यले 3 मेडलसहित 6 विकेट लिँदा 18 रन मात्र खर्चिए। प्रतिस्पर्धी प्रतिशत जीसी र ईशान पाण्डेको नाममा समान 2 विकेट रह्यो। त्यसैअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमती 49.2 ओभरमा सबै विकेट गुमाउँदै 190 रनको सामान्य योगफल बनाएको थियो। तर ब्याटिङमा साथ नपाउँदा मधेस असफल भयो। त्यसैगरी मङ्गलबार नै भैरहवाको सिद्धार्थ क्रिकेट रङशालामा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि 134 रनको फराकिलो जित निकाल्यो। कुल 10 टोलीको प्रतिस्पर्धा गरिएको प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। भाङ्गा जयनगर रेलभित्रै एक यात्रीको मृत्यु, अनुसन्धान जारी। धनसाको पकडियामा मृत भेटिएको राधे साहनीको श्रीमतीको पनि मृत्यु घटना शङ्कास्पद रहेको भन्दै अनुसन्धान जारी। सवारी दुर्घटनामा बटेको राजसभाका चिन्ता, दुर्घटना न्यूनीकरण उपाय अवलम्बन गर्न सरकारको ध्यान आकर्षण। केन्द्रीय अस्पतालहरूका लागि तत्काल 16,000 दरबन्दी आवश्यक भएको स्वास्थ्य सचिव पोखरेलको भनाई। र प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मङ्गलबार खेलमा पनि मधेस पराजित, बागमतीको जित। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।